कहिलेकाहीँ सबैभन्दा प्रेरणादायी कथाहरू सहरका चम्किला भवनहरूमा होइन, साधारण घरहरूमा लुकेका हुन्छन्। आज हामी तपाईँहरूलाई लिएर जाँदैछौँ दार्जिलिङ जिल्लाको खरसाङ तीनधारे कोल्टेगोलाई। तीनधारे कोल्टेगोलाईका जुना शेर्पाको जीवन कथा एउटा यस्तो कथा जसले आँखा मात्र होइन, सोच पनि भिजाउँछ। कहिलेकाहीँ जीवनले केही मानिसलाई यति धेरै परीक्षा दिन्छ कि लाग्छ अब यहाँबाट कुनै उज्यालो छैन। तर त्यही अँध्यारोभित्र पनि केही मानिस आफ्नै दीपक बनेर बलिरहेका हुन्छन्। खरसाङको तीनधारे कोल्टेगोलाई निवासी जोना शेर्पा त्यस्तै एउटा नाम हो। उनको घर सडकको छेउमा छैन। सडक छोडेर निकै माथि उक्लिनु पर्छ। जहाँ पुग्नै गाह्रो छ उनलाई, त्यहाँ व्यापार फस्टाउनु झन कठिन। तर कठिनाइसँग हार मान्ने मान्छे भएको भए सायद आज जोना शेर्पाको नाम कसैले लिने थिएन। सानैदेखि उनको शरीरले साथ दिएन। आमाको भनाइअनुसार बाल्यकालमै चिकित्सकहरूले पोलियो भएको बताएका थिए। अरू बालबालिका दौडिरहेका बेला उनी भने आफ्नै शरीरसँग सङ्घर्ष गरिरहेका थिए। विद्यालय जाने रहर थियो, तर परिस्थितिले त्यो सपना पनि अधुरै बनाइदियो। आमाको आँखामा आज पनि त्यही पीडा छ। उहाँको मनमा एउटा प्रश्न अझै जीवित छ, यदि यो पसल तल सडकको छेउमै भएको भए म पनि केही व्यवसाय गरेर छोरालाई अझ राम्रोसँग साथ दिन सक्थे। बुबाको कथा झन् मर्मस्पर्शी छ। वर्षौसम्म चिया बगानमा पसिना बगाउनु भयो। अहिले आउने सानो पेन्सनले परिवार धान्ने प्रयास गर्दै हुनुहुन्छ। तर बाबाको स्वरमा गुनासोभन्दा बढी छोराप्रतिको माया सुनिन्छ। र तपाईँ जोना ज्यूको बाबा हुनुहुन्छ है, तपाईँको शुभ नाम चाहिँ? मेरो फुर्बा शेर्पा। शेर्पा है। तपाईँ केही काम गर्नुहुन्छ कि? म अहिले गरेको छुइनँ काम, घरमै हुनुहुन्छ है। र है अब यति भाइको छोराको यति ठुलो मेहनत है देखेर तपाईँलाई कस्तो लाग्छ? मलाई अब यसको मेहनत देखेर मलाई खुसी नै लाग्छ। अब यो हिँड्नु सक्दैन, कतै जानु सक्दैन, साथीभाइहरूले पनि यसलाई कसैले लानु सक्दैन। पहिला सानो हुँदा त मैले लगेँ, हजुर बोकेर साथमा लगेँ, गाडी रिजर्भ गरेर लगेँ, नगरेको होइन, गरेको हो। अब ठुलो भएपछि म पनि त मेरो पनि त उमेर बित्दै गयो, म सक्दिनँ यसलाई बोकेर लानु। तपाईँहरूले कति वर्ष? म अहिले कति 162 वर्षमा हिँड्दैछु। 62 वर्षमा हिँड्दैछु र पनि यसो बाटोतिर यसो आल्टो फाल्टो काम आउँछ, म जान्छु, कमाइ गर्नु जान्छु, आउँछु। यसलाई पनि एकदै गर्छु। अन्त मलाई यसको अलिकति फिक्री लागिरहेको थियो। त्यो लाग्दा अब यसले पनि त्यो यो सोचिहाल्यो, सोचेर यसले यो काम गर्यो। यो भाइसँग, हाम्रो यो सतीश भाइसँग गरेर चाहिँ गर्दाखेरि मलाई अलिकति खुसी पनि लाग्यो। मैले चाहिँ सोचेको थिएँ, अहिले हामी छोरा पो यसलाई हामीले स्याहार सुधार गरेर दिइरहेछौँ, लाउनु खानु होइन। अन्त अब पछि हाम्रो सेकापछि चाहिँ यसले के गरी खान्छ, मेरो चाहिँ सोच चाहिँ यहाँ दिलमा लागिरहेको थियो। र अहिले राम्रो यसो सुरसार यसको खाने बाटो यसले चाहिँ निकालेर अहिले गर्दैछ, चल्दैछ, ठिकै छ। त्यसै म पनि अहिले खुसी नै छु। त्यसै म पनि मौका पऱ्यो भने यसो आल्टो फाटो गाउँतिर यसो काम निक्ल्यो भने म जान्छु, गर्नु जान्छु। अन्त मेरो यहाँ मिसेस चाहिँ अब घरमै हुन्छ, यसलाई अब देखभाल गर्नु पऱ्यो, खानापिना यसो टोइलेटहरू जाँदा पानी सानी हालिदिनु पऱ्यो भनेर चाहिँ म अहिले खुसी नै छु त्यसको लागि चाहिँ।
र है अब अहिले अब भाइ उमेर ठुल्ठुलो हुँदै जाँदैछ, उमेर बढ्दै जाँदैछ दिनदिनै। अब भाइलाई चाहिँ यसरी बाहिरहरू लाँदाखेरि टोइलेट बाथरुम लाँदा चाहिँ सधैँ साथी नै चाहिन्छ? चाहिँदैन, ऊ एक्लै जान्छ। अनि वहाँ गएर टोइलेटमा चाहिँ पानीहरू सब भरिदिनुपर्छ। अन्त उहाँ टोइलेट गरेर आएर ऊ आफै लुगासुगा फेरफार गर्छ, हात खुट्टा धुन्छ, मुख धुन्छ। नुहाइदिँदा चाहिँ परे साथी यसो आङसँग दलिदिनु, मारपिट गरिदिनु, एउटा हातले हुँदैन। र अब सानोमा है धोइदिनु पर्यो यसको, लुगाफाटाहरू चाहिँ धोइदिनु पर्यो। अब सक्दैन धुनु। बाबाले यो भन्नुहुँदैछ है, भाइ अब तपाईँलाई पनि त धेरै चित्त दुख्छ होला नि आमा बाबालाई काम लगाउँदा है। तर पनि अब यस्तोमा तपाईँ भन्नुहुँदैछ है, सबै आफै गर्नुहुँदो रहेछ। यो झन् एउटा खुसीको कुरा हो, यस्तो सबै आफै गर्नुहुन्छ है। र अघि जुन चाहिँ तपाईँ यहाँदेखि रोड त तल छ सडक है, यसमा कोही बेला बाहिर निस्किन मन परेमा तपाईँ बाबा आमासँगै जानुहुन्छ कि कस्तो प्रकारले? हजुर, म आमासँगै जान्छु। कोही बेला साथीभाइले जाउँ भन्यो भने पनि उहाँहरूले दोहोऱ्याउँदै लानुहुन्छ। तर म उहाँहरूलाई बोकाउनु पनि लाउँदिनँ, हातले समाएर दोहोऱ्याउनु पनि लाँदिनँ। म जसरी घिसिँदै अथवा समाएर हिँड्छ त्यसरी म त्यो ठाउँमा पुगेर उहाँहरूसँग साथीभाइसँग भेटघाट गरेर नि आउँछु। र तपाईँ आमा हुनुहुन्छ, तपाईँको शुभ नाम? अनु शेर्पा। शेर्पा है। तपाईँको माइत पनि यहीँ हो? तिनवटै हो त। र अब तपाईँले है जोना भाइ अब यसो बिमारी सानैदेखि हो कि बादमा गएर भएको हो कि कति बेला चाहिँ थाहा पाउनु भयो कि जोना भाइको हात? जब अब बामे सर्छ नि त्यति बेला चाहिँ मेसेज भयो, यसरी मात्रै हुन्थ्यो कि अन्त त्यहाँबाट उठाउने कोसिस गर्दै खुट्टाहरू झारिहाल्थ्यो। बामे सर्दाबाट चाहिँ थाहा पाएको नानी हिँड्दैन। र पनि हामीले कहाँ कहाँ लग्यौँ नानीलाई। सिक्किम पनि एउटा को निस्केछ अरे, नानीलाई जाति पार्नुहुन्छ अरे भन्यो। एउटा जोनबाट ल्याउनु भएको थियो उता कालेबुङबाट, त्यहाँ पनि हामी 6 दिन वेट गरेर नानीलाई गाडी लिएर आयो। म त्यहाँ पनि गएँ, थुप्रो जग्गा कुदेँ, चर्चतिर पनि कुदेँ, घरमा सेवा पनि राखेँ। हस्पिटल चाहिँ कता कता लानु? हस्पिटल चाहिँ त्यही सिक्किममै सन्तानहरूले देखाइदियो, तर हुँदैन भन्यो। डक्टरले चाहिँ के भन्नुभयो? बिमारी त्यस्तै नै देखाए, पोलियो तुलियो, त्यति बेला थिएन। ए पोलियो नै देखायो है। फेरि अब पछि जाति हुन्छ पनि भन्नुभयो? हुँदैन भन्यो। अनि यो अहिले धेरै नै नसाको लागि दबाईहरू किन्नु लगाए, धेरै थरीको। 3 टाइम मालिस गर्नु भन्यो। 3 टाइम चाहिँ मालिस हुन्थ्यो। कोही बेला उसले, कोही बेला मैले, कसैलाई साथीभाइहरू दल दिँदै भन्थे हो, आफ्नो काम उयो गरेर। त्यसरी भएन, तर भएन। र अब धेरै नै अहिले त धेरै नै उयोहरू आएको छ, थेरेपी गर्दाहरू पनि ठिक हुन्छ भन्छन् है। यस्तोमा तपाईँहरूले त्यस विषयमा जान्नुभयो? त्यस्तोहरू त त्यति बेलाको समयमा नै भन्दैन थियो कि, तर डक्टरले देखाउँदा नर्स यस्तो यस्तो गरिदिनु, यस्तो यस्तो गरिदिनु, यसले मालिस गरिदिनु भन्यो। त्यही मुताबिक नै चल्यौँ। रात दिन मालिस उठाएर हिँडाउँछौँ। खुट्टा सिधै नहुने गकटङ्ग सुताउँ र मालिस गर्दा खुट्टा यस्तै हुन्छ, सिधा हुनु सक्दैन। र अब आफ्नो अघि बाबाले त भनिहाल्नु भयो, धेरै चिन्ता लाग्दो रहेछ है। अब तपाईँ एउटा आमा भएर छोरालाई के सोच्नुहुन्छ? तर अहिले त अब एकदमै मेहनत गरिरहनु भएको छ है। र यस्तो अवस्थामा तपाईँ एउटा आमा भएको नाताले के भन्नुहुन्छ? म त के भन्छु, नानीलाई राम्रै होस्। अब हामी भन्दा उयो नै भएर जाओस् होइन, हामी भन्दा आयु पनि बढेरै जाओस्, त्यस्तै प्रार्थना गर्छु म नानीको विषयमा। अन्त नानीलाई दोकानहरू राम्रो चलाउनु भन्छ, चलाउँछ बिचरा। अलिकति पैसा भयो भने अनलाइन सामानहरू मगाउँछ। सिलगढी जब यो सतीशले गरिदिएको थियो भाइले, त्यहाँ जाँदिनँ, हामीलाई दुःख लाउँदैन। वहीँबाट अनलाइन पनि मगाउँछ, यो फ्रेमहरू, पेपरहरू, लेबुलेसनहरू टाकटुक अनलाइन नै। अस्ति त्यो लेबुलेसन मेसिन पनि थिएन, यही दोकानबाटै निकालेर लेबुलेसन मेसिन पनि ल्याउनु भयो 2000 मा टाकटुक गरेर। यो सबै अहिले अब तपाईँहरूको यो दोकान चलिरहेको छ, यहाँबाट फेरि अर्को सामानहरू पनि किनिरहनु भएको छ? अर्को सामान त किनेको छुइनँ, त्यही लेबुलेसन किन्यौँ र इन्भर्टर पनि किन्यौँ। सस्तोमै दियो, 5000 मा दियो। 20,000 19,000 सकिन भनेर चाहिँ उहाँले ए उहाँ यो चाहिँ कहाँबाट किन्नु? बगानबाट, उहाँकै मेरै भाइको छोराले भाइको छोरा, भाइले बित्नु भयो। भाइको छोराले 5000 मलाई दिनु हो, लानु भनेर दिनुभयो। नयाँ दिनुभयो, सिल खोलेर यो पनि एउटा सहयोगै रहेछ है। दिनुभयो। हेर्नु र दर्शकवृन्द, उहाँहरू हुनुहुन्थ्यो जोना शेर्पा, तपाईँहरूले अहिले हेरिहाल्नुभयो। र उहाँ हुनुहुन्छ जोना शेर्पाको आमा अनि बाबा। र नमस्कार। नमस्ते। र तपाईँको नाम जोना शेर्पा है।
र तपाईँको धेरै नै हामी सामाजिक सञ्जालतिर रिल्स भयो है अन्य पनि देख्ने गर्छौँ जस्तो तपाईँले आफ्नो धेरै मेहनत गरेर फोटो फ्रेमहरू बनाउनुहुन्छ अझै मेहनत गरिरहनु भएको छ है र यस्तोमा तपाईँ आफै के भन्न चाहनु मतलब म त अब त्यस्तै सोचेको पनि थिइनँ। अनि मलाई चाहिँ लाग्थ्यो अब यस्तै बसिरहेको थिएँ अब। अन्त एक दिन चाहिँ सोच आयो कि अब म यतिकै बसेर त हुँदैन, मैले पनि केही गर्नुपर्छ। अब घरमा पनि छैन कोही पनि, हेर्ने पनि छैन। अब मैले पनि यसरी नै बसिरह्यो भने त भोलिपछि मेरो बाउ पछि मलाई के होला भन्ने सोच आयो। अनि त्यस कारण मैले दादाको भिडियो देखेँ, सतीश दादाको। अनि उहाँले धेरैलाई यसरी सहयोगहरू गरेको भिडियोहरू देखेँ। अनि म पनि मेरोमा नि सोच आयो कि दादालाई म एउटा हेल्प माग्छु। अनि उहाँबाट केही हेल्प भयो भने चाहिँ म लाइफ टाइमसम्म बरु यहाँ हेरेर के कमी कमजोरी छ, अब अरू हार्डवर्क कामहरू त गर्न सक्ने होइन। अनि एउटा सानोतिनो जस्तो भए पनि दोकान हुन्छ या के हुन्छ सोचेर गर्छु भनेर चाहिँ दादासँग कन्ट्याक्ट गरेर म योपट्टि लागेको। र कुन कुन अङ्गहरू चाहिँ चल्दैन मेरो यो हात चल्दैन, अनि यो राइट साइडको हात खुट्टा केही चल्दैन। यो खुट्टा अलिअलि चल्छ, अनि मेन यो हात छ अलिक राम्रो भने चाहिँ। सानैदेखि यस्तै हुनुहुन्छ है हजुर। र धेरै कठिन पनि पर्थ्यो होला है र अब सानोमा अब हामी अब यो क्वेसन गर्न है यो प्रश्न गर्न त हामी पनि अब राम्रो लागेको छैन र पनि अब तपाईँको यो मेहनत तपाईँको परिश्रम देखेर तपाईँ आफै असमर्थ हुनुहुन्छ र पनि यति अब एउटा उदाहरण हुनुहुन्छ र यस्तोमा तपाईँलाई आफ्नो बचपन कसरी गयो सानो बचपनमा त अब फ्युचर यस्तो हुन्छ, पछि आएर साथीभाइदेखि लिएर आफन्त सबैबाट अलग हुनुपर्छ, आफूले सोचेको कुरो कतिवटा कुरामा मन मार्नुपर्छ भन्ने कुरोहरू त थाहा पनि थिएन। अनि त्यतिकै साथीभाइहरू पनि पुरै अब सानोमा त हो, त्यस्तो केही पनि टेन्सन हुँदैन लाइफको, त्यतिकै तर साथीभाइ। कुनै एउटा घटना जसले आफ्नो अहिलेसम्म पनि भुल्न सक्नु भएको छैन जस्तो मानिसहरूमा धेरैमा कमजोरी हुन्छ है कतिले गिज्याउने गर्छन् कतिलाई अब त्यस्तो हुन्छ कुनै यस्तो सानोको घटना त्यस्तो त अहिलेसम्म केही रिग्रेट चाहिँ छैन। एउटा रिग्रेट भन्नाले एउटा चाहिँ भएको थियो, जस्तो कि हाम्रो दसैँ दिवाली चाडबाड भन्छ, अब त्यस बेला चाहिँ म त्यो डाइसहरू भन्ने हुन्छ त्यस्तो खेलाउने गर्थेँ। अनि त्यो खेलाउँदाखेरि चाहिँ अब हामी सबै सानो साथीहरू सबै अब रमाइलो गर्दा त मलाई खुसी नै हुने हो। अनि त्यसरी त्यो पूजाहरू घुम्नु जानुहुन्थ्यो सबैजना, एकजना दुईजना गर्दै साथीहरू रेडी हुँदै मसँग 10 रुपियाँ 20 रुपियाँ पैसा खेल्दै सबैजना साथसाथ जानुभयो। अनि त्यस बेला चाहिँ गइसकेपछि चाहिँ म एक्लै भएर चाहिँ मलाई नि जानु इच्छा लाग्यो क्या त्यो ठाउँ। बरु यो नजिकै हो, यहीँ माथि नै छ, अनि जानु मन लाग्यो। अन्त अब फेरि म के गरौँ, अब रुम कराउँ भने पनि घरमा टेन्सन हुन्छ भन्ने डरले चाहिँ सबै घरको त्यो डाइसहरू खेलाउने कुरोहरू भित्र आमा आप्पालाई ल्याउनु लगाइराखेर चाहिँ म यही बाहिरपट्टि आएर चाहिँ कसैले सुन्ने नगरी आफै एक्लै रुन्छु या के गर्छु भनेर पस्दै थिएँ। तर अचानक त्यो भित्रैबाट क्या अब गिल्ट भयो क्या, म चाहिँ किन जान सकिनँ त्यो ठाउँमा, ती माथि त हो सबैजना गयो भन्ने त्यति चाहिँ भएको छ। त्यो है हुँदाहुँदै सबैजना नै गाउँकोहरू सबै भावुक भएर रोइ कराइ पनि भएको छ। त्यही हो। धेरै उयो रहेछ तर तपाईँकोमा हेर्नुहोस् अहिले पनि यो एउटा दर्शकवृन्द एउटा उदाहरण पनि हो आज जोना शेर्पा भाइले जुन चाहिँ उहाँले यति राम्रो काम गरिरहनु भएको छ तपाईँहरूलाई हामी यस अन्तवार्तामा पनि देखाउने छौँ उहाँको कार्यहरू र जोनाज्यू जस्तो अहिले तपाईँले भन्नुभयो एकदमै एउटा याद जुडेको रहेछ है तपाईँलाई समय बित्दै गयो उमेरहरू बित्दै गयो है तपाईँ कहिले स्कुल जानुभयो गएन इच्छा लाग्यो इच्छा त थियो, तर अब आफूै यस्तो भइसकेपछि मन अब कतिवटा मार्नु पर्ने रहेछ भन्ने उमेरले पछि आएर त्यो आफ्नै मनमै गयो। त्यो इच्छै लागेन क्या म पढ्नु पाइनँ भने रिग्रेट चाहिँ भएन। रिग्रेट चाहिँ भएन है र अहिले तपाईँले यो कति साल भयो यो आफ्नो यो कार्य थाल्नु भएको दोकान यो लगभग अहिले फिलहाल नै हो, जस्तै 8-9 महिना लगभग 1 सालकै अन्दरमा हुनु आँट्यो। साल भयो र अहिले के गर्नुहुन्छ दोकानमा अहिले जेरक्स प्रिन्ट आउट अनि त्यही फ्रेमहरू त्यति मात्रै छ अहिले। त्यति मात्रै है र तपाईँले अघि भन्नुहुँदै थियो जुन चाहिँ सबै दोकानको यो सबै सहायता गर्नुमा सामाजिक कार्यकर्ता जो सतीश राईजी हुनुहुन्छ है उहाँले धेरै नै सेवा पुर्याउनु भएको छ उहाँसँग चाहिँ तपाईँले सानोदेखि नै चिन्नु भएको कि अलिकति यस सम्बन्धमा अलिकति
चिनजान त उहाँसँग सानोदेखिकै हो, तर दादालाई पनि यो फिल्डमा देखेको चाहिँ अनि यस्तो कार्यमा देखेको चाहिँ मैले फर्स्ट टाइम थियो र अनि म पनि एउटा असहाय मान्छे थियो र चाहिँ ल दादासँग मैले यो कार्यमा कन्ट्याक्ट गर्दा ठिक हुन्छ र उहाँले गरिदिनुहुन्छ भन्ने आशा लागेर चाहिँ मैले दादासँग कन्ट्याक्ट गरेँ। र जुन चाहिँ है आफैलाई तपाईँ असहाय नभन्नुहोस् है, तपाईँ जस्तो अब एकदमै तपाईँ त कसैको सहारा हुनुहुन्छ, यति राम्रो काम गरिरहनु भएको छ। आज जहाँ मेहनत गर्न डराउँछन् मानिसहरू, तपाईँ एउटा उदाहरण हुनुहुन्छ। हाम्रो नजरमा तपाईँ एकदमै सहायक हुनुहुन्छ, असहाय होइन है। र यस्तोमा तपाईँको अहिले बिक्री कस्तो छ, कस्तो पाराले चल्छ र घर कसरी चल्छ, यो सबै भनिदिनु। अहिले त अब जति इमर्जेन्सी उहाँहरूलाई पर्छ यति गाउँ छिमेकलाई र यति मेरो घर नजिकै हुने जति पनि नजिक घरहरू छ उहाँहरूलाई चाहिँ जस्तो इग्नोबाट पढ्न चाहे, अब यस्तो कुनै साधन पाए तपाईँ के इग्नोबाट फेरि पढ्न चाहनुहुन्छ? जस्तो अहिले अब घरमै बसी बसी पढ्न सक्ने पनि सुविधा छ। हजुर, तर खोइ अहिले त अब दिमाग चल्छ जस्तो लाग्दैन पढ्नुमा चाहिँ। पढ्नुमा चाहिँ तर तपाईँको दिमाग कति चल्छ हेर्नुहोस् त, एउटा साधारण मान्छे भन्दा पनि तपाईँको दिमाग बेसी छ है। र अब आउँदो दिनहरूमा के सोच्नु भएको छ त? तपाईँ यति अब मेहनत गरिरहनु भएको छ, यो दोकान एउटा कोठामा चलाउनु हुँदैछ, अझै के छ तपाईँको भावी? अब आउँदो दिनहरूमा चाहिँ अझै योभन्दा राम्रो र यो समाजमा पनि साथसाथै सजिलो होस् सबैलाई, अनि साथै मलाई पनि यो गाउँ अथवा यो जग्गालाई केही पनि गरेर जानु पाए राम्रो हुन्थ्यो भन्ने सोच छ। र अरू केही आफूसँग घटेका अन्य कुराहरू र है मनमा केही गुनासो छ, अझै के गर्न चाहनुहुन्छ भने तपाईँ हामीसँग समक्ष भन्न सक्नुहुन्छ। अहिले फिलहाल त मैले त्यस्तो केही सोचेको छैन। यो जे जति छ अहिले यसैमा म खुसी छु। योभन्दा अलिक यसलाई अगाडि म निरन्तर चाहिँ अगाडि बढिरहन्छु भन्ने चाहिँ सोच छ। र अब जति पनि तपाईँलाई हेरिरहनु भएको छ, यो तिनधारेमा तपाईँको दोकान छ, यसको बारेमा अलिकति भनिदिनुहोस्। यसको बारेमा अहिले भन्नुपर्दाखेरि त अब घरभित्रै नै छ। अब यो घरभित्र नभएर एउटा कुनै अन्य रोड साइड जग्गातिर भएको भए अझै मैले यहाँको मानिसहरूलाई यो ठाउँमा बस्नुहुने छ सबैलाई अझै सुविस्ता दिन सक्थेँ भन्ने सोच थियो। र जुन चाहिँ तपाईँले एउटा फ्रेम भन्नुभयो है, एउटा फ्रेम गरेको कति लिनुहुन्छ? म अहिले 300 रुपियाँ मात्रै। एउटा फ्रेम गरेको 300 रुपियाँ लिनुहुन्छ है। हजुर, चाहे बर्थडे फ्रेम होस् चाहे जस्तै पनि होस् सबै इक्वल प्राइस छ। र जति पनि तपाईँलाई हेरिरहेका छन्, सुनिरहेका छन्, उहाँहरू तिनधारेदेखि टाढो हुनुहुन्छ भने उहाँहरूले तपाईँसँग कसरी, तपाईँले उहाँहरूलाई कसरी पुर्याइदिनुहुन्छ? उहाँहरूलाई कि त खरसाङसम्म कि सिलगढीसम्म आउनु भन्छु, या त मेरो घरको एड्रेसै दिन्छु। चाहनुहुने घरमै आउनुहुन्छ, कोही मान्नु नहुने सिलगढी खरसाङसम्म आएर उहाँबाट रिसिभ गर्नुहुन्छ। म आमा आप्पाको थ्रुबाट उहाँहरूलाई रिसिभ गराउँछु। र जतिजनाले पनि तपाईँकोबाट फ्रेम अर्डर गर्न चाहे, बनाउन चाहेको खण्डमा तपाईँलाई सम्पर्क गर्न सक्नेछन् है। र दर्शकवृन्द, तपाईँहरूलाई पनि यदि जोना भाइलाई केही सहायता गर्न इच्छा लागेको खण्डमा तपाईँहरूले घरमा बसी बसी पनि भाइलाई सहयोग गर्न सक्नुहुन्छ। भनिन्छ नि, सहयोग गर्ने नै मानव सेवा नै माधव सेवा हो। तपाईँहरूको सानो सहयोगले पनि भाइको धेरै नै ठुलो उपकार हुने छ जस्तो हामीलाई लाग्छ। र तपाईँहरूले भाइसँग सम्पर्क गर्नु सक्नुहुनेछ। उहाँको फेसबुक पेज छ जोना शेर्पा है, इन्स्टामा पनि जोना शेर्पै छ। र उहाँ जोना शेर्पा ज्यूकै मुखबाट सुन्नुहोस् कि उहाँसँग सम्पर्क कसरी गर्न सकिन्छ, अनि सम्पर्क नम्बर पनि भनिदिनु हुनेछ। मेरो चाहिँ अब सोसियल मिडियाको त फेसबुक जोना शेर्पा भइगयो, इन्स्टा पनि जोना शेर्पै भइगयो। मेरो कन्ट्याक्ट नम्बर चाहिँ छ 9647127822। यसमा चाहिँ तपाईँले 24 घन्टा मलाई कल मेसेज जस्तो थ्रुबाट तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ सक्छ। हुन्छ, धेरै धेरै धन्यवाद र भाइलाई अग्रिम बधाई अनि शुभकामना। जोना शेर्पाले आफ्नो कमजोरीलाई कहिल्यै आफ्नो परिचय बन्न दिएनन्। आज उनका दुवै हात खुट्टाले पूर्ण रूपमा साथ नदिए पनि उनको आत्मबल अडिग छ। उनी आफ्नो सानो पसलबाट फोटो प्रिन्ट, फोटो फ्रेम, जेरक्स तथा स्टेसनरी सम्बन्धी सेवा दिइरहेका छन्। यो पसल धेरै शुभचिन्तकहरूको सहयोगबाट सम्भव भएको हो भनी बताउँछन्। र विशेष रूपमा सतीश राई समाजसेवी प्रति जोना शेर्पा कृतज्ञ छन्। उहाँकै हौसलाले यो सपना फेब्रुअरी महिनामा वास्तविकतामा बदलिएको बताउँछन्।
आज जब धेरै स्वस्थ युवाहरू बेरोजगारीका कारण निराश भइरहेका छन्, त्यही बेला शारीरिक रूपमा असक्षम जोना शेर्पाले जीवनलाई हार्न दिएका छैनन्। उनी भन्छन् भन्ने सन्देश उनको कर्ममै देखिन्छ। शरीर कमजोर हुन सक्छ, तर सपना कहिल्यै कमजोर हुँदैन। शायद यही कारण हो एकपटक जोना शेर्पालाई भेट्ने जो कोही खाली हात फर्किँदैन। कसैले प्रेरणा लिएर फर्किन्छ, कसैले आँसु पुस्दै फर्किन्छ त कसैले जीवनलाई नयाँ दृष्टिले हेर्न सिकेर फर्किन्छ। यदि तपाईँ उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने दान मात्रै एकमात्र उपाय होइन। उहाँकै पसलबाट फोटो प्रिन्ट, फोटो फ्रेम, जेरक्स, डिजिटल मग वा अन्य सामग्रीको अर्डर गरेर पनि उहाँको आत्मनिर्भरताको यात्रामा साथ दिन सक्नुहुन्छ। उहाँका बाबाले आवश्यक परे सामान पुर्याउन समेत सहयोग गर्नुहुन्छ। कुनै कुनै मानिसलाई भगवानले सबै सुविधा दिनुहुन्न, तर संसारलाई प्रेरणा दिने जिम्मेवारी भने दिनुहुन्छ। जोना शेर्पा त्यस्तै प्रेरणाको अर्को नाम हुन्। मानव सेवा नै माधव सेवा हो र कहिलेकाहीँ सबैभन्दा ठुलो सहयोग भनेको कसैलाई दया होइन, आत्मसम्मानका साथ बाँच्न सक्ने अवसर दिनु हो। एउटा जीवन हजारौं प्रेरणा। कहिलेकाहीँ हामीसँग सबै कुरा भएर पनि साना समस्यामा निराश हुन्छौँ, तर आज हामीले भेट्यौँ एउटा यस्तो व्यक्तिलाई जसको शरीरले साथ दिएन, तर आत्मबलले कहिले हार मानेन। जोना शेर्पाले हामीलाई सिकाउनु भएको सबैभन्दा ठुलो पाठ यही हो। परिस्थिति कहिले हाम्रो भविष्य हुँदैन, हाम्रो सोच र सङ्कल्प नै हाम्रो भविष्य बन्छ। यदि तपाईँलाई यो कथा मन छोयो भने आज एउटा निर्णय गर्नुहोस्। कसैको कमजोरीमाथि दया होइन, उसको मेहनतप्रति सम्मान गर्ने। यदि तपाईँलाई उहाँलाई साथ दिन चाहनुहुन्छ भने उहाँको पसलबाट फोटो फ्रेम, जेरक्स, डिजिटल मग वा अन्य सेवाको अर्डर गर्नुहोस्। तपाईँको एउटा सानो अर्डरले एउटा परिवारको आत्मसम्मान जोगाउन सक्छ, एउटा सपनालाई अझ अगाडि बढाउन सक्छ र एउटा सङ्घर्षरत जीवनमा नयाँ आशा थप्न सक्छ। किनकि सहयोग भनेको सधैँ पैसा दिनु मात्र होइन, कसैको मेहनतलाई विश्वास गर्नु पनि हो। अन्तमा आज घर फर्कदा आफ्ना समस्यालाई एकपटक फेरि सम्झनुहोस्। सायद ती समस्या जोना शेर्पाको सङ्घर्षका अगाडि धेरै साना लाग्न सक्छन्। भगवानले सबैलाई एउटै जीवन दिनुहुन्छ, तर सबैले त्यो जीवनलाई एउटै साहसका साथ बाँच्न सक्दैनन्। जोना शेर्पाले प्रमाणित गर्नुभएको छ, शरीरले साथ नदिँदा पनि आत्मबलले इतिहास लेख्न सक्छ। हवस् त फेरि अर्को प्रेरणादायी यस्तै कथासहित भेटौँला। धन्यवाद।